हेलो एभ्रिवान, म चाहिँ हरेन्द्र ओड है। अहिले हाम्रो नेपालमा एउटा विवाद चलिरहेछ। के छ भनेपछि नगर प्रहरीहरूले त्यहाँनिर नगरपालिकाहरूले एउटा बाइकमा सिल लगाइदिएछ र सबभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भनेपछि प्रशासनलाई उहाँहरूलाई त्यो बाइकमा ताला लगाउने अनुमति चाहिँ कसले दियो? उनीहरूको कामै होइन, त्यो चाहिँ ट्राफिकहरूको काम हो नि त। ट्राफिकले गर्ने काम चाहिँ नगर प्रहरीले गरिरहेछ भनेपछि नगर ट्राफिकहरू कहाँ कानमा तेल हालेर सुत्याछन् र होइन? त्यसको छानबिन हुनु पर्यो। र सबभन्दा एउटा ठुलो कुरा के छ भने चाहिँ जाबो 10,000 को लागि त्यो मान्छेले आफ्नो ज्यान दियो भनेपछि त्यसले के कमाउँथ्यो र? त्यसले त आफ्नो ज्यानको भ्यालुै राखेन रहेछ। त्यो भाइले 10,000 को लागि जाबो 10,000 को लागि उसले चाहिँ आफूले आत्मदाह गर्ने हो र? कसको नोक्सान भयो भन्नु नि त। अहिले ऊ चाहिँ मर्यो, उसको श्रीमती चाहिँ 21 भई छोराछोरी भइदिएको भए उनीहरूले दुःख पाइयो। जाबो त्यो 10,000 को लागि दुःख पाएन त्यो मान्छेले। त्यस कारणले सुदन गुरु सरलाई के भन्न चाहन्छु भनेपछि त्यहाँनिर जुन मान्छेले त्यो उसको बाइकमा तालचा लगाएको थियो होइन, टायरमा लक गरेको थियो, त्यो मान्छेमाथि कारबाही हुनु पर्यो। र उनीहरूलाई कुन सरकारले निर्देशन दियो कि भाइ ट्राफिक प्रहरीको काम पनि नगरपालिकाको सरकारी नगरपालिकाको कर्मचारीहरूले गरिरहेछन् भने उनीहरूको काम चाहिँ रोड विभागलाई साफसफाइ गर्ने, रोड विभागमा फोहोर नफाल्ने, रोडमा ट्राफिक नगरिदिनु जो व्यापार गर्छन् उनीहरूलाई रोक्ने काम पो हो त। गाडीमा तालचा लगाउने होइन नि त। ठिक छ, ऊ भाइले गलत ठाउँमा उभ्याएको थियो, त्यो काम चाहिँ प्रहरीको हो क्या। ट्राफिक प्रहरीको काम चाहिँ नगर प्रहरीले गर्न कसले आदेश दियो? उहाँले जसले उनीहरूलाई आदेश दिएको ऊ माथि पनि कडाभन्दा कडा कारबाही हुनु पर्यो। यो माग चाहिँ राख्नु पर्यो वहाँनिर। जसरी भए पनि कडाभन्दा कडा कारबाही गर्नु पर्यो क्या बालिन्छ, अनि मात्र हुन्छ।